नमस्ते हजुरहरूलाई स्वागत छ नेपाल जब भ्याकेन्सी युट्युब च्यानलमा। आजको यस भिडियोमा गणपति लघु वित्त वित्तीय संस्था लिमिटेडमा खुलेको भ्याकेन्सीको बारेमा जानकारी गराउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। गणपति लघु वित्त वित्तीय संस्था लिमिटेडमा मिति 2082 साल 8 महिना 24 गते चाहिँ विभिन्न पदहरूमा चाहिँ भ्याकेन्सी खुलेको छ र हजुरहरूले चाहिँ भ्याकेन्सी चाहिँ 15 दिनभित्र चाहिँ भरिसक्नुपर्ने हुनेछ। पहिलो रहेको छ विज्ञापन नम्बर 1 मा अधिकृत कनिष्ठ अधिकृत पदको लागि कार्यालय चाहिँ केन्द्रीय कार्यालय लेखा विभागको लागि हो। 1 जना मागिएको छ। आवश्यक न्यूनतम योग्यता भनेको छ व्यवस्थापनमा स्नातकोत्तर गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा 2 वर्षको कार्य अनुभव हासिल गरेको वा व्यवस्थापन स्नातक उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा 4 वर्षको कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ। वित्तीय क्षेत्रमा कार्य गरेकोलाई प्राथमिकता दिइनेछ भनेर भनिएको छ। यो पदको लागि चाहिँ हजुरहरूले चाहिँ मास्टर डिग्री कम्प्लिट गर्नुभएको छ भने 2 वर्ष र ब्याचलर डिग्री कम्प्लिट गर्नुभएको छ भने चाहिँ 4 वर्षको चाहिँ कार्य अनुभव मागिएको छ र परीक्षाको किसिम चाहिँ अन्तर्वार्ता हुनेछ। त्यसैगरी विज्ञापन नम्बर 2 मा रहेको छ कनिष्ठ अधिकृत पदको लागि। यो चाहिँ अनुगमन अधिकृत विभाग कार्यालयको लागि हो। सङ्ख्या चाहिँ केही सङ्ख्या मागिएको छ। यसमा न्यूनतम योग्यता भनिएको छ स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरेको, सम्बन्धित क्षेत्रमा कम्तीमा 2 वर्षको कार्य अनुभव हासिल गरेको वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा 4 वर्षको कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ। अनुगमन अधिकृत भए कार्य गरेकालाई प्राथमिकता दिइनेछ भनेर भनिएको छ। यो पदको लागि चाहिँ हजुरहरूको ब्याचलर डिग्री कम्प्लिट भएको हुनुपर्नेछ र 2 वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ अथवा +2 मात्र कम्प्लिट हुनुभएको छ भने पनि 4 वर्षको चाहिँ कार्य अनुभव भएको हुनुपर्नेछ र परीक्षा किसिम यो पनि अन्तर्वार्ता नै रहेको छ। र अर्को रहेको छ विज्ञापन नम्बर 3 मा कनिष्ठ अधिकृत पदको लागि विभाग केन्द्रीय कार्यालय आन्तरिक लेखा परीक्षण विभाग है। सङ्ख्या 1 जना मागिएको छ। आवश्यक शैक्षिक योग्यता भनिएको छ स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरेको, सम्बन्धित क्षेत्रमा कम्तीमा 2 वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ। लेखा परीक्षण कार्यमा संलग्न नभई कार्य गरेकालाई प्राथमिकता दिइनेछ भनेर भनेको छ। यो पदको लागि चाहिँ हजुरहरूले ब्याचलर कम्प्लिट गरेको हुनुपर्नेछ र 2 वर्षको चाहिँ कार्य अनुभव भएको हुनुपर्नेछ र परीक्षा किसिम यसमा पनि अन्तर्वार्ता रहेको छ। र अर्को विज्ञापन नम्बर 4 मा रहेको छ कनिष्ठ अधिकृत सुपरिवेक्षक पदको लागि विभाग कार्यालय भनेको छ केन्द्रीय कार्यालय मानव संसाधन विभाग। सङ्ख्या 1 जना मागिएको छ। शैक्षिक योग्यता भनिएको छ व्यवस्थापनमा स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा 2 वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ। वित्तीय क्षेत्रमा कार्य गरेकोलाई चाहिँ प्राथमिकता दिइनेछ भनेर भनिएको छ। यो पदको लागि चाहिँ हजुरहरूले ब्याचलर कम्प्लिट गरेको हुनुपर्नेछ र 2 वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ र यसमा पनि परीक्षाको किसिम चाहिँ अन्तर्वार्ता नै रहेको छ। अर्को रहेको छ विज्ञापन नम्बर 5 मा सहायक वरिष्ठ सहायक पदको लागि केन्द्रीय कार्यालय तालिम अनुपालन तथा प्रवर्धन विभागको लागि। सङ्ख्या 1 जना मागिएको छ। आवश्यक न्यूनतम योग्यता भनिएको छ प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएको हुनुपर्नेछ। लघुवित्त क्षेत्रमा कार्य गरेको र स्नातक गरेकोलाई प्राथमिकता दिइनेछ भनेर भनिएको छ। परीक्षा किसिम चाहिँ अन्तर्वार्ता हुनेछ। यसमा चाहिँ हजुरको मिनिमम एजुकेसन क्वालिफिकेसन चाहिँ हजुरको +2 कम्प्लिट भएको हुनुपर्नेछ है। र हजुरहरूले अनुभव छैन भने पनि हजुरले चाहिँ यो पदको लागि चाहिँ आवेदन दिन सक्नुहुनेछ। र अन्तिम नम्बरको विज्ञापन रहेको छ कनिष्ठ अधिकृत सुपरिवेक्षक वरिष्ठ सहायक विभाग कार्यालय भनेको छ शाखा प्रमुख। यो चाहिँ केही सङ्ख्यामा मागिएको छ। आवश्यक न्यूनतम योग्यता भनेको छ कनिष्ठ अधिकृतका लागि स्नातक वा सो सरह परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ र 2 वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ अथवा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रमा 4 वर्षको कार्य अनुभव गरेको हुनुपर्नेछ। सुपरिवेक्षक र वरिष्ठ सहायकको लागि चाहिँ +2 कम्प्लिट गरेको र सम्बन्धित क्षेत्रमा 3 वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ भनेको छ है। र यसमा पनि परीक्षाको किसिम चाहिँ अन्तर्वार्ता रहेको छ। उपयुक्त पदहरूमा आवेदन गर्न सुपरिवेक्षक वरिष्ठ सहायक र सहायकको हकमा 18 वर्ष पुरा भई 35 वर्ष ननागेको हुनुपर्नेछ। कनिष्ठ अधिकृत र अधिकृतको हकमा चाहिँ 18 वर्ष पुरा भई 40 वर्ष ननागेको हुनुपर्नेछ। साथै महिलाको हकमा चाहिँ थप 5 वर्षको उमेर हुनेछ भनेको छ है। इच्छुक उम्मेदवारले निवेदनका साथमा हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहितको सम्पूर्ण vacancy.ganpati-laguvitta@gmail.com मार्फत वा वित्तीय संस्थाको वेबसाइट www.ganpatimicro.com.np मार्फत चाहिँ दरखास्त दिन सक्नुहुनेछ।
हजुरहरूले भ्याकेन्सीको आवेदन दिनुको लागि चाहिँ इमेल मार्फत दिनुहुन्छ भने चाहिँ हजुरहरूको फोटो, हजुरको नागरिकता अनि सम्पूर्ण विवरण खुलेको सिभी अनि यी सबै डकुमेन्टहरू चाहिँ हजुरहरूले चाहिँ vacancy.ganpati.lagubitta@gmail.com मा चाहिँ मेल गर्न सक्नुहुनेछ अथवा चाहिँ हजुरहरूले उहाँहरूको वेबसाइटमा नै गएर चाहिँ फर्म भर्न सक्नुहुनेछ है त। आवेदन दिनको लागि चाहिँ हजुरहरूले सुरुमा चाहिँ गणपति लघुवित्तको भ्याकेन्सीमा गएर सर्च गर्नुहोला। त्यसपछि चाहिँ हजुरहरूले चाहिँ एउटा भ्याकेन्सी भनेर देख्न सक्नुहुनेछ, त्यहाँ चाहिँ हजुरहरूले क्लिक गर्न सक्नुहुनेछ। त्यसपछि चाहिँ हजुरहरूले सुरुमै देख्न सक्नुहुन्छ भ्याकेन्सी 2025 डिसेम्बर 10 लेखेको छ। त्यसमा चाहिँ हजुरले रिड मोड गरेर सूचना हेर्न सक्नुहुनेछ अथवा डाइरेक्ट अप्लाई पनि गर्न सक्नुहुनेछ। त्यसपछि चाहिँ हजुरहरूले यस्तो एउटा पेज देख्न सक्नुहुनेछ। यसमा चाहिँ हजुरहरूलाई इमेल भनेर राखेको छ। यसमा चाहिँ रेकर्ड इमेल टु बी इन्क्लुडेड विथ माई रेस्पोन्स भनेर हजुरले त्यहाँ क्लिक गर्नुहोला। त्यसपछि हजुरले डिपार्टमेन्ट अफिस कुन चाहिँ हो त्यसमा चुज गर्न सक्नुहुनेछ है। त्यो हजुरले चुज गरेपछि नेक्स्टमा क्लिक गर्नुहोला। त्यसपछि अप्लाइङ पोस्ट भनेर छ, त्यसमा असिस्टेन्ट सिनियर कुन हो त्यो क्लिक गर्नुहोला। त्यसपछि नेक्स्ट गर्नुहोला। त्यसपछि हजुरले आफ्नो नाम, डेट अफ बर्थ, हजुरको एज, हजुरको जेन्डरहरू चुज गर्नुपर्ने हुनेछ। हजुरले यसरी चुज गर्दै जानु होला। त्यसपछि म्यारिटल स्ट्याटस हजुरले यो पनि चुज गर्नु होला। त्यसपछि हजुरको कन्ट्याक्ट नम्बर राख्नु होला। त्यसपछि हजुरहरूको पर्मानेन्ट एड्रेस भनेर चाहिँ यहाँ देखाएको जसरी नै हजुरहरूले चाहिँ राख्नुपर्ने हुनेछ है त। अनि हजुरले त्यसै गरी करेन्ट एड्रेस पनि राख्नु होला। त्यसपछि हजुरले एजुकेसन चुज गर्नुपर्ने हुनेछ है, कुन पोस्टको लागि त्यही अनुसार चुज गर्नु होला। त्यसपछि एक्सपिरियन्स कति वर्षको छ त्यो राख्नु होला। 1 2 कति वर्ष छ होइन, यदि छैन भने 0 राखेर पनि अप्लाई गर्न सक्नुहुनेछ है त। त्यसपछि हजुरहरूले अर्गनाइजेसन, कम्पनी, करेन्टली वर्किङ अर्गनाइजेसन नेम भनेर छ, यदि अहिले कुनै अर्गनाइजेसनमा काम गर्नुहुन्छ भने राख्नु होला, नत्र हजुरले यतिकै छोडिदिँदा भयो। त्यसपछि जब रेस्पोन्सिबिलिटी डिस्क्रिप्सन हजुरले राख्नुपर्ने हुनेछ। त्यसपछि बाइक लाइसेन्स नम्बर छ भने हजुरले स्कुटर अथवा बाइकको लाइसेन्स नम्बर चाहिँ हजुरले यहाँ राख्नुपर्ने हुनेछ। र अन्तिममा चाहिँ हजुरले अपलोड योर एप्लिकेसन एन्ड बायोडाटा भनेको छ, युज PDF डट ओन्ली विथ यर नेम एज यर फाइल नेम भनेर हजुरले चाहिँ यो सिभी र आफ्नो बायोडाटा र कभर लेटर राख्नुपर्ने हुनेछ है। त्यसमा चाहिँ हजुरहरूले चाहिँ त्यो पेज सेभ गर्दाखेरि चाहिँ हजुरको नाममा चाहिँ सेभ गर्नुहोला। त्यसपछि एड फाइलमा गएर क्लिक गरेर चाहिँ हजुरहरूले अपलोड गर्नुहोला। त्यसपछि लास्टमा चाहिँ सबमिटमा गएर चाहिँ क्लिक गर्न सक्नुहुनेछ। यसरी चाहिँ हजुरले चाहिँ फर्म भर्न सक्नुहुनेछ। यसरी चाहिँ हजुरहरूले आफूलाई मिल्ने पोस्टमा चाहिँ भ्याकेन्सी अप्लाई गर्न सक्नुहुनेछ। र हजुरहरूलाई केही प्रब्लम आयो भने हजुरहरूले मलाई कमेन्ट गर्नुहोला, अवश्य रिप्लाई दिने नै छु। र हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो, भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। यस्तै भ्याकेन्सी रिलेटेड भिडियोहरू लिएर आउने नै छु। एन्ड थ्याङ्क यू फर वाचिङ।